घरहरूमा सहरहरूमा झिलिमिली त छ, बस एउटा मन छ जहाँ एक्लो छ अनि उदासी छ। तिमी त्यहाँ पनि बास गर्नु है लक्ष्मी माता, जहाँ तिम्रो स्वागत गर्ने समेत पैसा आउँदैन। जिन्दगी पनि पटका जस्तै भएको छ, जो आए पनि आगो सल्काएरै रमाउने। सबैलाई हरेक वर्ष तिहार त आउँछ, तर बहिनी मलाई भने तिम्रो खुब याद आउने गर्छ। परदेशले सबै कुरा सिकायो, तर चाडपाडको बेला सम्हालिन भने कहिल्यै सिकाएन। जिम्मेवारी बोकेर हिँडेको मान्छेलाई खोइ कहिले आउने हो त्यो तिहार अनि त्यो भाइटिका। मेरी बहिनी यसपालि पनि ती मखमली अनि सयपत्री परदेशी दाजुकै सम्झनामा ओइलाउने भयो है। रहर त थियो नि आमा, सँगै दसैँ अनि तिहार मनाउने। के गर्नु र, रहर उतै छुट्यो अनि सहर उतै छुटे। जिम्मेवारी उठाउने उमेर पनि भएर होला आमा, चाडबाडमा पनि त्यति खुसी हुन सकेको भने छैन। यसपालि त यस्तै भयो मेरी बहिनी। यदि दैव लागेन भने अर्को साल पक्कै तिम्रो निधार खाली हुनु दिने भने पक्कै छैन। 2082 को तिहारमा सबैका तिहारहरू जितमा परिवर्तन हुन्। यही छ मेरो देश तथा विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण नेपाली मनहरूमा आउँदै गरेको तिहार तथा दीपावलीको हार्दिक मङ्गलमय शुभकामना।